उहाँहरूले पकाएर खाएर हामीलाई राखिदिनु भएन छ। ठिकै हो, अब आफै भाँडा माझेर पकाउनु पर्यो छिटो। कोही बुढालाई नि भोक लाग्यो होला। भाउजू, भाडा पनि सबै जुठै रहेछ, भात पनि छैन जस्तो छ। के खाएर सुत्नु र? के खाएर सुत्नु नि है, बाहार सुत्नु पर्छ। अब म यो हतार गरेर कुकर माझेर एउटा दाल एउटा भात बसाइहाल्छु, अनि त्यसपछि बिथाले यो अरू भाँडाहरू माझ्छु, खाएर मात्रै सुत्नु पर्छ है। ननिदाउनु, यसो ढल्किनु मात्रै ननिदाउनु ल।